म आज फर्सीको मुन्टा पकाउँदैछु। त्यसपछिबाट मैले लसुन राखिदिएँ। त्यसपछिबाट खुर्सानी एउटा खुर्सानी राखिदिएको छु। जिरा देख्न सक्नुहुन्छ है। यहाँ मैले फर्सीको मुन्टा केलाएको छु। यो सिजनको फर्स्ट फर्सीको मुन्टा हो है। म सबै तेल चाहिँ सबै खरिसके त्यसपछिबाट मैले राख्दैछु फर्सीको मुन्टा। देख्न सक्नुहुन्छ फर्सीको मुन्टाहरू मैले चलाइदिन्छु। त्यसमा म राख्दैछु बेसार। सागमा बेसार नराखे पनि हुन्छ, लाग्दैन लाग्न त। यता मेरो बानी भइसक्यो बेसार राख्नलाई। त्यसपछिबाट नुन कति चाहिन्छ आफ्नो स्वाद अनुसारको नुन राख्ने। त्यसपछिबाट गएर यसलाई मिक्स गरिदिने। चलाइसकेपछि यसलाई म एकछिन छोपिदिन्छु। 5 मिनटको लागि छोपिदिन्छु। अब मुन्टा चाहिँ पाकिसक्यो होला, देख्न सक्नुहुन्छ। हल्का छोपेको भएर पानी छ हैन। त्यो पानीलाई चाहिँ म यतिकै सुकाउँछु। पाकिसक्यो अब चाहिँ मुन्टा चाहिँ। गाइस ल पाक्यो है। मैले अब ग्यास बन्द गरिदिएँ। फाइनली फर्सीको मुन्टा पाकेर रेडी भयो। देख्न सक्नुहुन्छ पानी सबै सुकिसक्यो। कति मिठो भयो होला है। धेरै फर्स्ट यो सिजनको फर्स्ट चोटि हो मैले खन्लाको है।